नमस्ते सेवा सबैजनालाई। यो चाहिँ हाम्रो फर्स्ट भ्लग हो। कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनुहोला। भिडियोको स्टार्टिङमै सुरुमै हामीलाई चाहिँ के भनौँ भन्यो क्या, त्यही भएर हाँसो कन्ट्रोल गर्न सकिरहेको छैन। त्यही पनि कन्ट्रोल गरेर हामीले बनाउने कोसिस गरिरहेको छौँ। उनीहरूको चाहिँ मेरो साथी सबिना अनि मनिका। सबिनाको जबरजस्त रियाक्सन यो चाहिँ। So yummy, guys. हजुरले दिनुहोस् है। हामीलाई चाहिँ हजुरले हामीले खानेकुरा खाइसकेपछि चाहिँ हल्का प्लान बनाएको थियौँ मोनिका र मैले सबिनालाई प्राङ्क गर्ने भनेर। त्यस्तो रमाइलो खालको प्राङ्क चाहिँ होइन, जस्ट ट्राई मात्रै हो। मोनिकाले कोसिस चाहिँ गर्दैछ नि प्राङ्क गर्ने, तर सबिना आफ्नै सुरमा छ। म आफ्नै सुरमा हाँसो कन्ट्रोल गर्न सकिरहेको छैन। मोनिका आफै हाँस्दै थिइन्। सक्दैन कस्तो गाह्रो भयो। मलाई कस्तो गाह्रो भयो क्या, कस्तो खेल खोल्नु न दिदी, मलाई कस्तो भयो। मलाई पिरो नहाल्नु भनेको उही मची नै रेला गर्दै मान्छे सिरियस हो। म त कन्फ्युज भयो त। कस्तो गाह्रो भयो ठन्डी ए नहाने क्या, कस्तो गाह्रो भयो भन्छु। कस्तो सादा पानी खान्छौ त खाने खुवाउनु ला। ओ माय गॉड, के कस्तो भइसक्यो हो मलाई सबिना दिदी। ला अहिले गयो नि। किन गाह्रो भएको मान्छे अनि कस्तो हाल्यो सबिना दिदी मलाई। ल ल ल कि बाथरुममा जान्छ त चिसो पानीले। कस्तो भयो पुष्पा मलाई कस्तो गाह्रो भयो। सबिना दिदी मलाई कस्तो भइसक्यो सबिना दिदी सासुमा।
साह्रै हो साह्रै दुःख ओइ नभन फेरि भाइले फेरि खायो अनि अहिले फेरि अहिले कि त जाने हो क्लिनिक ओइ के भन्छ अहिले कहिले उयो ल्याउ न उयो नेट जोड नि त ओबी क्लिनिकको उयो त नम्बर होला नि डक्टर यहाँ आउँछ कि पानी ल्याइदिनु सादा उयो पानी ल्याइदिनु उठ न सिधा हो होइन छाती दुखेको चाहिँ पछाडि चाहिँ उयो होइन रात जान्छ नि त बाहिरदेखि कस्तो भइसक्यो क्या मेरो मलाई कस्तो गाह्रो भइछ उठाउ न सबिना उठाउ खोइ तिम्रो नैटोमा पानी हाल्नु त यसले अलिअलि रात जान्छ भित्र होला क्या के भन्छ नाइटोमा पानी हाल्नु नाइटोमा पानी अलिअलि रात जान्छ नि त के को रात जान्छ अब पेट जस्तै पोलो भने नि पेट दुख्यो भने पेट पोलो भने यहाँ नाइटोमा पानी लगाउ त तातो रात जान्छ यो मलाई पहिला मम्मीले भन्नुभएको क्या नाइटोबाट जान्छ क्या ग्यास मलाई कस्तो भइसक्यो ढाल्छ होला उठाउन सकिन मलाई कस्तो गाह्रो भयो सबिन भाइले अलिक तिमीलाई होइन हामीलाई चाहिँ पचास हामीलाई त पचास त भाइले मौसुली के खान्छौ त बमिट आयो भने गरिहाल्यौ त टोइलेटमा के भन्छ हिँड न त ओबी क्लिनिकसम्म अहिलेसम्म खुलै हुन्छ भाइलाई उताबाट बोलाऊ भने अहिलेसम्म खुलै हुन्छ त ओबी क्लिनिक 24 घन्टा हो क्लिनिक जाने होइन अब डक्टर भन्छ भने हिँड न त उताउतै सबिन भाइलाई उता क्लिनिकको अगाडि नै आउनु भन्छ हिँड्नु त सक्छौ नि प्लान चौपट गयो यो आँखा दङ्गेर सबिनाले म त सक्ने भइरहेको छु यो बोल्दा बोल्दै यसो गऱ्यो क्या अनि त्यही भएर छक्क परिरहेको छु भत बोलिरहेको छ अन्त उयो भनेको त्यो नाइटोमा पानी हाल्नु होइन क्या कस्तो भइरहेको नाइटोमा पानी हाल्नु मैले पहिलोचोटि सुने मैले टेक्निक दिएको गरेको एकचोटि पेट पोल्यो भने कि कस्तो भइरहेको खुवाउनु होइन टाउकोमा एउटाले तप्छ घरि यहाँ अनि के चाहिँ गर्नु के भन्छ ओए पानी पर्न आइरहेको त अनावश्यक ए यसले त खिच्नु मन गरेछ कि के हो कति लाग्छ त फिल्ममा के हो यतातिर उयो फुपू गर्नु ए होइन मलाई कस्तो भइसक्यो त्यही भयो भने भोलि बिहान केक बिस्नु पर्ने छ के हुन्छ यार खोइ कहाँदेखि फु गरिदिनु डक्टरले पिरो नखानु कहिले भनेको त मलाई अहिले थाहा भनेको तपाईँलाई भन्छु भने चाहिँ फोनमा बोल्नै पाएको थिएन होइन नखानु भनेको छ भने किन चाहिँ चाउचाउ खानु तम्सिनु किन चाउचाउ पुष्पा दिदी खानु भनेको त यस्तो अनि पिरो त खानु हुँदैन साथी यार भनेको छ भने त किन खानु यो सहँदैन भनेको थियो क्या जे पनि हुनसक्छ भने अस्ति मैले पेट दुख्यो भनेको थिइनँ सबिना दिदी उतादेखि हावाले हानिरहेको नपुग्नु म त कस्तो भइसक्यो अन्त यहाँ फुक्दिएको क्या त्यो भित्रको उले होला क्या अब राफुले जस्तो लाग्यो मलाई हो उटुस पुटुस फुक्ने मान्छे मलाई कस्तो भइसक्यो क्या सबिना दिदी के चाहिँ गर्नु त अब भन्दैन पनि यार तँले त्यो हात खुट्टा धुन त पानीमा अहिले नि मन जानमा हात खुट्टा धुन त पानी मैले शीतल भएर जान्छ कि
भाई मजा आया। हात खुट्टा धुवा न त मनिका खुट्टा धुएपछि रिल्याक्स हुन्छ नि त डार्लिङ आऊ त लु के ल्याइदिउँ त पानी ल्याइदिउँ ला अब यो केटी लिएर न कपाल लिएर मलाई कस्तो भएछ ओए अहिले अहिले कसले 50 पो अब चाहिँ सक्दिन मैले कन यो प्र्याङ्क गरेको यसले तिमीले प्लान गरेको थियो तर भने जस्तै भएन कि होइन तर पनि ऊ अलिअलि चाहिँ भयो रु आउने भन्ने मेरो उयो थियो तर रुएन क्या ऊ रुन्छ हदसम्म केही छ प्र्याङ्क त उसलाई थाहा रहेछ अत्तालिँदैन यो मान्छे कस्तो भएछ अभिनाजी अलिअलि त अताली जस्तो गरेर मेरो रियाक्सनै गर्नु सकिनँ नि त फर्स्ट टाइम भएर होला मैले रियाक्सन गर्नै सकिनँ कि होइन क्या यो हाँस्छौँ क्या यो प्रेम जस्तै भएन क्या तर अलिअलि चाहिँ तपाईँलाई कस्तो लाग्यो रेली हो जस्तो लाग्यो भनौँ न जनता जानु पानी रेली नै भयो गाइस यो त एकदम रेली नै भयो साथी सिरियस आमा म त वाउ जस्ट लाइक कस्तो फिल भयो कहाँ गए जस्तो भयो